गाइस वेलकम बैक माई अनदर भ्लग हैन। अब चाहिँ धेरै दिनपछि चाहिँ आज यसो भ्लग बनाउने मुड छ हैन। आज अप्रिल फुल चाहिँ आज अप्रिल 1 गते आज चाहिँ यसो हल्का प्रेङ गरौँ भनेर चाहिँ यसो सोचमा चाहिँ आज बनाउन लागिरहेको छु। 2 महिना चाहिँ हाम्रो कम्युनिटी भिजिटमा कोटा पिएससीमा चाहिँ यो कम्युनिटी भिजिटमा चाहिँ गरेको यो डाटा कलेक्सनहरू चाहिँ सबै अहिले चाहिँ हामीले ल्यापटपमा बनाइरहेको थियो अनि त्यो चाहिँ सबै डिलिट भयो, ल्यापटप बिग्रेछ भने चाहिँ अब चाहिँ उसलाई भनिसकेको छ। उता चाहिँ एकैचोटि उसलाई चाहिँ केही नि भएको छैन भनेर सरप्राइज दिन खोजिरहेको छौँ। जाम केटाहरू यसो मिलेर चाहिँ उसलाई केटाहरूलाई चाहिँ यसो प्रेङ गरौँ सोचिरहेको छु। के हुन्छ अब हेर्दै जाऊँ। हाम्रो लिडरलाई चाहिँ भनेको पुरै रुइरहेको छैन। अहिले चाहिँ अब एकैचोटि गएर उसलाई चाहिँ पुरा सरप्राइज दिने सोच छ। हाम्रो केटाहरू चाहिँ यता रेडी भएछ, यता पिएससी पुगिसकेको छ। केटी साथीहरूको रुममा चाहिँ आइसकेको छ होइन। हाम्रो साथीहरू चाहिँ यता छ, यता साथीहरू चाहिँ यहाँ बस्छन्। पिएससीमा पनि पुगिसक्यो। हामीहरू चाहिँ यता केटीहरूको रुममा जानलाई छ। अगाडि साथीहरू गएर छ, अब त्यो पछाडि त पछाडि त छ। के हुन्छ अब एकैचोटि सक दिने छिटो छिटो ल अब गइसक्यो। के भयो साँच्ची डिस्प्ले गयो क्या साँच्ची ब्याग तान्दाखेरि गयो क्या साँच्ची बजाउन नै भयो क्या साँच्ची फुटेछ। पुरै खुल्दैन साँच्ची। हामी गरेर थाकिसक्यौँ, कति बोल्दैन। त्यो यो साइडपट्टि लागेर रहेछ अन थियो, माथेर खुद्केर गरेको। त्यो फेरि ढाँड्छ हेर, खुल्छ हेर त, खुल्छ खुल्दै खुलिरहेको छैन बोले। खोलेर देखाउनु पहिला। रमाइलो भयो। हिजोदेखि हाम्रो सब डिग्री जाने त्यो बिग्रिनै सुटिरहेको थियो। मजा आयो त केही भन न, 2 शब्द केही 2 शब्द दस बिघा अलग त जोस् मजा आयो। आज चाहिँ अप्रिल फुल मनाएको तिनी पुरा हाम्रो लिडर चाहिँ रोइरहेको थियो। आज यिनी पनि रोइन् के ल ठिक छ, जोस् रमाइलो भयो होइन। आज हाम्रो चाहिँ अब यो साथीहरूसँग चाहिँ यति कमेडी भयो, मजा भयो। ल फाइनली आज चाहिँ हल्का यसो रमाइलो गरेको होइन। साथी पुरा उसमा चाहिँ होइन बिचरा अझै पनि रोइरहेको थियो। अब चाहिँ हल्का अलिकति मनमा चाहिँ अलि अर्कै लगाइरहेको थियो, तर पनि केही छैन। आज चाहिँ हल्का रमाइलो भयो। जस अब पिएससी पनि लास्ट, कम्युनिटी पनि लास्ट छ। हाम्रो ड्युटीहरू चाहिँ सक्यो भनौँ। अब भोलि 21 गते चाहिँ अब भोलि 20 गते प्रेजेन्टेसन गर्यो अनि 21 गते चाहिँ जाने। जो गाइज अब यति हल्का छोटो भयो होला सायद, के छैन। जोस् रमाइलो लाग्यो मलाई त, सायद हजुरलाई पनि लाग्छ। थ्याङ्क यू। भिडियो मन पऱ्यो भने चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू।